हेलो गाइस नमस्ते सबैजनालाई स्वागत छ हाम्रो 2x स्पाइसी एन्ड स्पाइसी गिलो चटपटे अनि बिग्रेको याया अन्डा हैन and we have like wine and we are going to do this challenge so it's just मुकबाङ हो है हाम्रो हैन फर्स्ट हैन रश्मिसँग यो चाहिँ रश्मिको गफ मात्रै थियो रश्मि कति दिनदेखि आउने भने फाइनली शी इज हियर थुकाइसक्यो मुखबाट सो लेट्स स्टार्ट ओके ल राम्रोसँगमै ओके तिमी पनि हेलो मेरो नाम रश्मि हो भन न हेलो मेरो नाम रश्मि हो म चाहिँ मन्जुको साथी त्यति भयो ल फर्स्ट बाइट मलाई त खाना आउँदैन नि चपस्टिकले हाउ टु इट चपस्टिक मिल्छ कपाल खायो यो पिरो छ मजा फर्स्ट बाइटमै जाने भयो जिन्दगी तर हामीलाई ढिला गऱ्यौँ है अलिसे लाग्यो तर मिठो छ पिरो भएन यसमा चाहिँ दुईटा 2x अनि एउटा के थियो चाउचाउको नाम पनि याद भएन जो रामेन जस्तै थियो त्यो पनि स्पाइसी नि छ त्यसको सस चाहिँ हामीले हालेन यसमा चाहिँ 2x को दुईटा ससहरू हालेछ त्यसैले पिरो छ लास्ट टाइम पनि खाएको थियो लास्ट टाइम कोसँग खाएको थियो मोटीसँग झन्डै मरेको नि आम्मा भिडियो छ कि भ्लगमा हाल्नु भनेको हामी चेयर्स गर्न पर्छ चेयर्स हाम्रो भोलि बिदा छ मजा आयो खानेकुरो त पलटिका चाहिँ खानुपर्छ चटपटी नि खाऊ है तर यो आइफोनमा त कस्तो दागहरू सबै देखिन्छ तर मेरो अहिले दाग कालो देख्दैन रहेछ क्या राम्री भात छु म चटपटे म चाहिँ मोटाने तर अहिले त देखाएको छैन मेरो साथै भोलि लाइट गर्छ साँच्चीकै हो नेपाली फुडी केटीहरूको एउटा डाइलग चाहिँ हुन्छ क्या भोलिदेखि डाइट गर्छु इभन म पनि त्यसै छु होइन अहिले चाहिँ पिरो भयो तिमी त मभन्दा पिरो खाने मान्छे अलिक बानी हराएको छ नि हाम्रो मोबाइलमा लाइट नपुगेको अवस्था कति बज्यो अहिले रातिको 2-4 भइरहेको छ गाइस हामी भूत लागेछ हामीलाई चटपटी खाने प्लस हाम्रो लागि एउटा तिम्रो म खाँदै गीत गाउने पालो पालो हो ल फर्स्ट रश्मिबाट सुरु म पिरो भाषा गाउन सक्दिनँ त्यही त त्यो हो मजा अन्त सिडी ल बैठे बैठे थक गए करना था कुछ काम शुरू करो अंतराक्षरी लेके प्रभु का नाम 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 जो जीतेगा उसे मिलेगा इनाम है मबाट हिन्दी नै मिल्छ हिन्दी नेपाली इङ्ग्लिस 2-3 लाइन हुनु पर्यो मबाट छ गीत मखमली पछौरीले सानो कसरी गाउनु गाना गाऊ
मुहार छोपेको वाउ अनि लाग्दछ बादलभित्र जुनै हो कि लुकेको यति ओभर आधी आधी गाउने या ओभर त ओह 10 सेकेंड है ओरे पिया ओके ओरे पिया उड़ने लगा क्यों मैं बाबरा रे आया कहाँ से अनि गीतै आएन हौसला रे ओरे पिया या अब या अब त खाँदै गाउने हो नि खाने हो नि एक बाइट अनि गाउने अबबाट पुरै छ म चुडाल जस्तो देखाएको अमृत जस्तो के हो त्यो गीत अमृत जस्तो के तिम्रो अबबाट कुन छ र अमृत जस्तो के तिम्रो भन त ल पास के को पास हुँदैन छिटो पास गाउने हुन्छ। म अबबाट गाउँदैन अबबाट असारको महिना दही चिउरा खाने साउने महिना खिर साउने 15 खिर अनि कस्तो लाग्यो खै कुनी पर्नु पर्यो पिर पिर र रमाइलो मेलामा चटपटे बेलामा सकिन्छ छैन इच्छा बनाउन मिल्छ अघि मैले बनाएको त होइन राम साइली म त यो मनको पिरले गीतै आउँदैन राम थाए आशै खोला किनारैमा पल पल गर्छिन् बादलमाथि बादल की रानी नबिर्सेने तिमीलाई टाढा भए पनि तिमी सुनायो नि गीत टाढा भए पनि यीबाट गाउ इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन पिरो भएपछि गान्छ नबाट न कति छोटो गायो है त्यति हो तर हामीले अर्को मिक्स गरेर खासै पिरो भएन बाहेन साँच्ची हो म त कस्तो किचकन्डी जस्तो देखाएँ गाइस आज मस्कारा लगाएको थियो द्याट्स वाइ होइन छौ राम्ररी चटपटी खाऊ न यार नरुवन चाहन्छु म तिमीलाई बसिदेउन पिनको छरायो मन हो अनि बुझन ल अब यस्तो होइन I'm going to play song होइन एउटा गीत बजाउँछु च्याउ लाग्यो अनि त्यही गीत गाउने ल मेरो फेभरेट गीत गाउने अब गाजलु ठ्याप्पै हाल्छ है तिम्रो फेभरेट सँगै त्यही हो अरू पनि छ तर धेरै जस्तो होइन म गाजलो सुन्छु होइन अब
निस्किँदो भयो रश्मिले बनाएको यो अन्डा मलाई आज बनाउन आउँदैन गाइस अन्डा सो बुझ्यो यसले मलाई थोरै उसले चाहिँ धेरै हालेछ मलाई धेरै हाल्दियो होइन न तिमीले खाँदै नखाएको है तिमीले मन त खरै खा यसरी लिनु घप्पै यसरी मेरो चौचो एउटा गयो तिम्रो लोगी जाने न जाने यो मन छोडिसक्यो नभने नभोली सपना चटपटे ओसिसक्यो मेरो चाउचाउ अनि यसको चाउचाउ मैले धेरै हालेको नि त पनि खाऊ है साथी तिम्रो खाऊ होला म डाइटमा खुवाउनु भयो डाइट अम्मा अहिले पो तिर भयो साथी त तिम्रो बत्ती हेर त म चाहिँ के भएछ भने खाऊ साथीले झेली गरेको छ छैन त्यो चाहिँदैन नि म ल तिमी र म त्यसमा तिमी त्यति म यति को सकाउनु पहिला है ल म नि एक चम्चा खान्छु त्यस गर्छु चेक कर मेरो धेरै हो गेट रेडी फर च्यालेन्ज यो चाहिँ होइन रसुनको त्यति छ मेरो यति छ उसले हालिदिएको 1 2 3 गो कति छिटो सकाएको डन हो भाइ एक गाँस खा ए खायो होला चटपटे यहाँ हिँड्दा गरेछ भनेको म त कस्तो भुट्छ त्यहाँ Just hold. Yeah.
से चाहे मैं कहीं गीत लिएर आएको अरे हजुर क्या बिना यो हिउँदा हो चटपटीले हेला गरिसक्यो भनेछ तर मिठो भयो मिठो भयो मिठो भयो त्यो चाहिँ ले सिगारेट झऱ्यो टिपेर ल मिठो भयो गाइस अर्कोचोटि चाहिँ चिज भएर ल त्यतिकै हुनु ल यो भने चाहिँ मनपर्छ ल अब छिटो हामी चटपट खाने यो चाहिँ हाम्रो भ्लग है गाइस मेरै मोबाइलमा अलिकति ब्युटीनेस देखाउँछ राम्रै देखाउँछ हो तिमीले मेरो सबै डार्क देखाउनु के गर्नु बा हाम्रो इन्ट्रेस्टिङ कुरा गरौँ न अनि होइन सुन्दै छ के गर्नु मन लाग्छ मलाई मतलब हुन्छ नि काम जानु मन लाग्दैन दिनभर बिहानभर सुत्न मन लाग्छ दिनभर सुत्न मन लाग्छ राति डुल्न मन लाग्छ अनि साउले चाहिँ ल भ्याकेसन भनेर त्यो काम नगरेको दिन सबै पैसा दिने हुन्थ्यो जस्तो लाग्छ खतरा विदेश आएर गाइस लाइफ यस्तो भयो खायो काम गयो आयो सुत्यो खायो काम गयो आयो सुत्यो बिदाको दिन घर सफा गयो होइन कहिले गयो त यत्तिकै जान्छ भोलि बिदा छ हो भोलि चाहिँ रश्मितामा ले जाँदैन होइन I like to spray in the air and then kind of walk through it. Just like that. To make sure कलर राम्रो हुन्छ मेरोमा सिम्पल नर्मल वाइटमा उनीहरूले देखाउँछ नि स्याम्पल होइन आफूले डिजाइन लाग्यो हामी भोलि लङ हाल्न जाने हाम्रो भोलि 4 बजेको एपोइन्टमेन्ट छ बेलुका मेरो चाहिँ फर्स्ट टाइम है यो उसको फर्स्ट टाइम मेरो चाहिँ सेकेन्ड थर्ड होला 4 टाइम सबै तर नङ चाहिँ लास्ट बिग्रिन्छ क्या दुन्छ उकाउने बेला नि निलाटसँग उकाउनु भने राम्रो हुन्छ मैले त्यस्तै दाँतले कोटाएको नङै बिग्रेको क्या मेरो नेचुरल राम्रो छ तर काममा ग्लासहरूमा चाहिँ राम्रो छ सबै यो किनिन्छ क्या लङ पानीहरू चाहिँ धेरै खोलाउनु हो हुन्छ नङ कतिको बढ्छ नङ बढ्दै गएपछि राम्रो देखिन्छ छिट्टै भयो हाम्रो 19 मिनट 57 20 मिनटको भ्लग भएछ
अस्ति केही भन्ने छैन, खाएँ खायो मात्रै, गफ गर्यो अलिअलि। अहिले पिरो भएको छ नि, यस्तो धेरै हुन्न। अहिले पिरो हरायो। अनि भोलि चाहिँ हामी उसको पनि बिदा भयो मसँग आएको। अनि अनि भोलि चाहिँ हामी बिहान उठ्छौँ। म चाहिँ मेबी उठेर जान्न होला किनभने अहिले 3 साढे 2 भइसक्यो होइन। बिहान उठ्ने शक्ति भयो भने म उठेर जिम जान्छु, भएन भने म जान्न, सुत्छु। अनि उठेर मार्केट जान्छु। रश्मि कि म नुडल्स खाने भनेछ। ए मात्रै नखाने भोलि खाने र दिनकै रश्मि डाइट गर्ने भने टेन्सन परेछ, नत्र उसलाई खानु मन छ। जस्तै खानु मन छ। कस्तो हिक्कप्छ तर म धेरै मोटाएको छु, मेरो धेरै वेट गेन भएको छ। त्यही भएर मैले जसरी पनि डाइट गरेर हुन्छ कि एक्सर्साइज गरे। मलाई अस्ति 3 दिन अगाडि साथी भोलिदेखि म 30 मिनट्स वर्कआउट गर्छु एकचोटि गरेन त्यो गरेन। अनि अब गर्छु। मैले दसैँ पुरिरहेको थिएँ, दसैँ सकोस् अनि गरौँ ल भनेर। अब तिहार आउँछ त्यस्तो। अनि हामी टिकटक बनाउने छौँ एउटा दुइटा होइन। अनि लङ बनाउनु जाने, अनि कफी खानु जाने, अनि त्यसपछि रश्मि टाटा बाई बाई म घर आउने। त्यही हुन्छ हाम्रो भोलिको प्लान। कस्तो भुट जस्तो देखेँ क्या म त। छैन है छैन राम्रो हो। हामीले स्टार्टिङ कसरी गरेको पुष्पा झुकेगा नहीं साला। अब हाम्रो चटपट सकिन लाग्यो। सो गाइस हाम्रो भिडियोलाई लाइक गरिदिनु होला हैन। अर्कोचोटिको ब्लगमा नै आउने छु। अब म चाँडै आइफोन किन्छु हैन। त्यो किन्नै मन छैन। स्यामसङ नै राम्रो लागिरहेको छ क्या। एस के भन्छ नि त्यो +3 के हो। आफूलाई जुन राम्रो लाग्छ त्यही किन। तिनीहरूमा नि लाइक क्यामेरा राम्रो छ नि, आफ्नो जति राम्रो छ। म अलिकति धनी भएपछि गाइस म फोन किन्छु अनि मेरो रेगुलर भ्लग आउँछ। आजभोलि चाहिँ कामले नि नभ्याएको प्लस फोन पनि अलि नयाँ खोजिरहेको छ कि ह्याङ हुन्छ। अनि प्लस फोन स्टोरेज नेमा, त्यसैले होइन म युट्युबमा मेरो युट्युब भएको च्यानलमा म एक्टिभ छैन। त्यसैले आज चाहिँ रश्मिकोबाट बनाएको यो चाहिँ एउटा ऱ्यान्डमले हामीले प्लान चाहिँ गरेको थिएन। हामी चाहिँ खाने मात्रै भनेको सो हामीले बनायो होइन। राम्रै देखेछु म होइन, नराम्री नभनिदिनु होला होइन। रियलमा झन् राम्री छ म झन् मोटाएर डबल चिन भएको छ गाइसहरू। अर्कोचोटि आउँदा चाहिँ रश्मि यस्तो भएर आउँछ, स्लिम भएर आउँछ गाइसहरू। के छ अर्कोचोटि आउँदा रश्मि मेरो ठाउँ पनि लिन सक्छ फेरि। त्यस्तो होइन तिम्रो मलाई घर हुन लाग्यो। सक्छ यार। यो बदम मेरो खाऊ न यति। नाटक नपाए खाऊ। तिमी किन भुइँ पखायो त्यो? यो बदम मेरो। ल यति ल यति। I'm done. अब सक्यो। बाई त भन्नै बिर्छ। ल बाई बाई सबैजनालाई धन्यवाद। मेरो साथीको च्यानलमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। मास खासै बोल्न आउँदैन के बोल्ने सो बुझेर लाइक कमेन्ट सब्सक्राइब गरेर मेरो साथीलाई
यसो धनी बनाएर होइन पपुलर बनाइदिनु होला है गाइस पपुलर बनाइदिनु प्लिज थ्याङ्क यू नमस्ते पपुलर बनायो भने म पनि आउन पाउँछु ब्लगमा है गफ नदेऊ बाई 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 बाई